भुटानमा आउनुहोस् है साथीहरू। आज डलरको फेदमा छौँ हामी। डलर तपाईँहरू उठेको थिएन होला हामी यहाँ आउँदाखेरि। हामी यहाँनिर 5 बजी आइपुग्यो है। 5 बजी डलरको फेदमा। ल अब म मेरो लागि जिन्दगी को बुझाइ फाल्टै हुन्छ भने यहाँ मेरो जेठु, मेरो बाउ, मेरो काका, मेरो सालो हुनुहुन्छ। उनीहरूलाई म जिन्दगी के हो भनेर सोध्नु छ है त। ल फर्स्ट मेरो जेठुलाई सोधेँ। लु मेरो दाजु, जिन्दगी चाहिँ एकदम गाडो पङ्मे यस्तो पाखाहरू कुद्नु पर्छ, उता माथि भिर चढ्नु पर्छ, पाखा कहिले बस्नु पाइँदैन, गाडो जिन्दगी। ठिक छ। मेरो जेठुलाई जिन्दगी गाह्रो भएछ भने गाह्रो भएछ अरे, किनकि यस्तो पहाड पकेर पैसा नै ठुलो रहेछ भन्ने कुरा बुझ्यो नि त यहाँबाट। ल त्यसरी म मेरो सालोमा जाँदैछु त। लु सालो, मेरो सालोको लागि चाहिँ जिन्दगी के अरे लु भन्नु। मेरो लागि केटी भन्ने भने मार्छ है। जिन्दगी पैसा हो रहेछ कि के हो रहेछ? एकदम पैसा हो नि जिन्दगी चाहिँ। एकदम पैसा नि। जिन्दगी पैसा, जिन्दगी बुढी। भुँडीको लागि पैसा चाहिन्छ, पैसाको लागि जिन्दगी चलाउनु पर्यो नि त नि। मेरो सालोले भनिसक्नु भएको छ जिन्दगी चाहिँ पैसा हो अरे है त साथीहरू। तपाईँहरूलाई कस्तो लाग्छ? तपाईँहरूको प्रतिक्रिया दिनु होला है त। अब मेरो बाउलाई सोधेँ। मेरो हजुर भनिदिनुहोस् न के हुँदैन आपको लागि के अरे जिन्दगी के भयो? बाउको लागि जिन्दगी लन्ड्रेङ नै हो। आफ्नो अनुभव हुन्छ जिन्दगी के हो होइन। मेरो सालोले भनिसक्नु भयो, मेरो जेठुले भनिसक्यो। अब मेरो के भन्छ कान्छा ससुरा होइन, ससुरालाई पस्नु। मेरो कान्छा ससुरलाई सोधेँ त बा यता घाँस काटेर बस्नु भन्छ। लु फपङ तपाईँले भन्नु पर्यो कि तपाईँको लागि जिन्दगी के हो रहेछ? जिन्दगी चाहिँ मेरो लागि चाहिँ पैसा ठुलो। यस्तो खालको तपाईँहरूलाई पैसा यतिको ठुलो चाहिँ जिन्दगी केही पनि छैन रहेछ। पैसा नै हो नि सब पैसा नै सब कुछ। बाउ आमादेखि मुनिको चाहिँ पैसा नै। बाबु आमादेखि मुनिको चाहिँ सबै पैसा हो। सबैजनाले भन्नुहुँदैछ पैसा भन्दा ठुलो यो संसारमा केही छैन भनेर भन्छ। तपाईँहरूको के भन्छ प्रतिक्रिया नि? तपाईँहरूलाई के लाग्छ जिन्दगी? सबैजनाले भनिदिनु होला है त। यो भिडियो अलिकति फेसबुकमा आउँछ भने धेरै मात्रामा चाहिँ युट्युबमा आउँछ। सबैजनाले लाइक, सेयर, कमेन्ट गरेर सब्सक्राइब पनि गरिदिनु होला है त। ल सो थ्याङ्क यू। भुटानमा फेरि पनि आउनु होला अर्को भिडियोमा।